हाय काम पाइएन डिग्री पास गरेर भैँसी पाली गाउँ गइरै झरेर चिन्ता छैन केही मलाई अमेरिका यही मलाई जापान पनि यही मलाई बेलायत नि यही। हेलो गुड मर्निङ साथीहरू, विश्वको जुनसुकै कुना काप्चाबाट पनि हामीलाई हेर्दै हुनुहुन्छ भने हाम्रै करेसाबारीमा रहेको गोठमा रहेको भैँसीद्वारा उत्पादित यस घिउलाई आज हामी तताउँदैछौँ। हेर्नुहोस् मनोरम दृश्य। अब मैले त बास्ना लिँदैछु, त्यो त हजुर लिन पाउनु भएन, त्यही पनि ल ठिकै छ। हेर्नुहोस् घिउ तताउँदाखेरि यस्तो हुँदो रहेछ है गाइस। यस भिडियोको डाइरेक्टर हुनुहुन्छ उहाँ आँसुको धाराका साथ हैन हामी घिउ तताउँदैछौँ। उहाँ हुनुहुन्छ मेरी प्रियसी आमा। एक बारको जिन्दगीमा यस्तो जीवन कटाउन पनि यसरी बिताउन पनि एकदम रमाइलो हो साथीहरू। यस्तै छ, तपाईँलाई पनि यस्तै जिन्दगी कटाउन मन छ भने हाम्रो घरमा आउनु होला हैन, काम गर्ने अवसर पक्कै पनि दिनेछु। ए मम्मी अलि त आगो बाल्न त म त आत्तिएँ भिडियो बनाउने भनेर यसलाई त पुत्ताएर हाँस्दै रुँदै लास्टै पुत्ता हो मम्मी गरी खान गाह्रो छ नानी, के गर्ने म त नानी तिमीतिरै गयो कि धुवा त बाटोमा पिसाब फेर्नेको त्यतै जान्छ भन्थे। मैले त फेरि हैन छ्या